Hello, welcome back to my channel. This is me, Pooja, and today again I'm back with another vlog, evening with my friend video. अनि आजको साथी चाहिँ को भन्दाखेरि सी इज माई लाइक चाइल्डहुड फ्रेन्ड हुन्छ नि सबैभन्दा भाँडाकुटी खेल्दै हुर्केको साथी या सी इज वान अफ देम आई ह्याड टू फ्रेन्ड्स एन्ड वान वाज अर्चना हुज अस्ति भर्खर बे भएको छ उसको चाहिँ बे भएको थियो उसको चाहिँ अनि नेक्स्ट अनदर इज रबिया एन्ड टुडे वी आर गोइङ टु मिट हर आई एम एक्साइटेड लाइक टुडे इज द डे विल बी मिटिङ shortly after the work, so let's go. So guys, म चाहिँ काम सकाएर निस्केँ अहिले चाहिँ बज्दैछ अहिले चाहिँ बज्दैछ 6:11 उसको 6:15 मिटिङ हुँदै थियो त्यही चक्करमा बसे भयो क्या अब म निस्किहाल्छु यताबाट सो सैड गाइस इज लेट अझै हाफ एन आवर लेट हुन्छ अरे अनि म यता बस्नु पर्यो यसलाई माई गड ठिकै छ घुमिरहेछ गीत सुन्दै सो गाइस यहाँ चाहिँ एक्लै घुम्दैछु है म गाइस यता क्राउडेड प्लेसबाट चाहिँ यता आएँ म्युजियम अगाडि अब म कता जान्छु होला भन्दाखेरि उता हेर्दाखेरि त म यता भद्रकाली कालभैरवतिर जान्छु होला सुनि गाई म चाहिँ यता भैरव भगवान्लाई बत्ती बालेर अब जाँदैछु यहाँ बच्चाहरू खेल्दैछ त्यहाँबाट जान्छु एक्लै भगवान् कस्तो बियर भनेर कोसँग बोल्न पनि साथी हुँदैन व्हाट डु आई डु यता म पछाडि हनुमान भगवान् देख्न सक्नुहुन्छ उता दर्शन गरेर है अब यहाँबाट जान्छु भजन बजिरहेछ तो गाइसमा चाहिँ यता आइसक्यो साउन्ड कति सानो भएको यो चाहिँ कालभैरव अनि हि इज द वान हु अलवेज स्माइल्स द अन्ली भैरव द्याट स्माइल्स है र हामी दर्शन गरेर आउनुपर्ने हुन्छ कालभैरवलाई पनि पुगेर आएँ अब म जान्छु यतातिर म त ड्युरोडै पुग्छु क्या हो यस्तो तालले ठिकै छ इट्स सो आइरोनी द्याट म अहिले लोन्ली हुनु र आरामको लोन्ली गीत बजिराख्नु क्या मेरो कानमा आरामकै लोन्ली सुन्दै अनलोन्ली हुँदैछु म आरती भइरहेको भगवान्को दर्शन गऱ्यो प्रसाद दिन्छ नि जल सो गाइस प्रसाद पनि खाइयो अब म मन्दिरको एक पटकमा गर्छु अनि यहाँबाट चाहिँ एकछिन निस्किनु पर्ने हुन्छ होला
एउटा अङ्कलले सोध्दै हुन्थ्यो या डेडी हो कि के हो भनेर सोध्दै हुन्थ्यो भरि फर्स्ट टाइम आइदासमा थाहै छैन कस्तो जुडेको क्या मेरो यो आज पनि सोलो डेट 7:30 भइसक्यो अहिलेसम्म आएको छैन मेरो 6 बजी घरबाट फोन आइसकेको थियो त्यही गर्नु होला कहाँ जानु होला अब म स्कुटर भएकोसँग जान्छु इफ सी कम्स देन कम्स इफ सी डजन्ट देन आई निड टु गो होम इट्स लेट अलरेडी I'm back with the same way. Detectionless मान्छे के I get lost easily. Regular ठाउँ नभएसम्म I get lost so easily. म सोचिरहेको छु म कहाँबाट आएको थिएँ र कहाँ जाने मात्रै So guys म चाहिँ यता आएँ यो ठाउँलाई के भन्छ I don't know यता आएँ अब यताबाट आई थिङ्क म यता कहाँबाट आएको थिएँ यताबाट आएको जस्तो लाग्यो यतिर जान्छु म हिँड्दैछु मैले एउटा भ्लगहरू देखेँ उता अगाडि कपाल हुँदो रहेछ अब म जाँदैछु बाटो एक्लै बोल्दै सो हाँसुट्दो बाउला जस्तो स्टिल क्या केटी कहाँ गयो यार कस्तो रिस उठिसक्यो मलाई गाइस म चाहिँ अब एकछिन भित्रै बस्नुपर्ने हुन्छ यताबाट जाउँ गाइस म चाहिँ यता छु स्टिल नट हियर मैले एउटा बिभरेज मगाएँ के मगाएँ भन्दा चाहिँ एउटा आइस के थियो समथिङ आइस के थियो भन्दाखेरि आइस क्यारामेलमा छिट्टो मगाएको छु न्यू फर्स्ट ट्राई न्यू थिङ आई क्यान सो माइसेल्फ आइ एम ट्राई भन्दा मेरो अर्डर चाहिँ कति छिटो आइसकेको छ अब खानु पर्छु ल So guys, finally, एक घन्टा कुरा Oh my god, कति बज्यो नरिसा रे गाइस मलाई एक घन्टा कुराएर बल्ल आइपुग्नु भएको छ यार रानी हाई भन्दै न गाइस त्यस्तै छ बिजी लाइन भएपछि मेरो फर्स्ट अर्डर आइसकेको छ लगरै हो त म बल्ल लाग्यो क्या भइसक्यो मम्मीलाई सोध्दा अस्ति तेरो मम्मीलाई के बनाएको छ किन भ्लग बनाएको छु किन हाल्नु युट्युबमा युट्युबको हो क्या पूजा चक्रधर सर्च गर्दा युट्युबमा देख्छस् मेरो नयाँ सर्च एउटा त्यो कति ठुलो धेरै सो हामी चाहिँ थोरै क्याचअप गऱ्यौँ के हुँदैछ लाइफको अपडेटहरूको तेरो के छ अर्डर के थियो अर्डर यो ओरियो फ्रापे आयो अनि हाम्रो गफले गफले यही नै छ कस्तो पहिलो लाइक हाम्रो पिज्जा पनि आएको छ अनिरा चाहिँ हेर्छ यो भ्लग होइन मेरो ठुलो बाबु छ नि उसको नाम अनिरा छ क्या हेर्छ अनि चाहिँ दिदी तपाईँले पिज्जा खाएको होइन भन्छ अनि मलाई खोइ भन्दैन भन्छ नि आज चाहिँ चित्र बुझाउ ल हेरेर अरे क्या अनि बिस्तारै बजे यहाँ 40 जना आए है 26 जना आए कस्तो छ लाइट्स अनि पनि हुनुहुन्छ भाइ बहिनीहरू त हो नि अब हामी दिदी
घरबाट फोन आएको रहेछ डर लागिसक्यो अब हामी बिल तिरेर निस्किन आएको वासरुमको लागि कुदिरहेको थियौँ क्या म चाहिँ कुदिरहेको छु मेरो साथी भएको त्यहाँ FART फार्ट जोन रे इज दिस वाट आई थिङ्क इट इज यस्तो नै हुन्छ सी अलिक धेरै रस थियो अब चाहिँ खाली छ अँधारो भइसक्यो राति भइसक्यो अब सो गाइज हामीले चाहिँ पेमेन्टहरू गरेर निस्किसकेको छौँ अब हामी एकछिन घुम्न जान्छौँ एक राउन्ड घुम्न जाँदैछौँ हामी सो खाएको त पचाउनु पऱ्यो होइन गाइज यसले त केही खाएको छैन एउटा त्यही ओरियो खायो एउटा स्लाइस पिज्जा खायो होला जानुपर्छ गर्ल्स यु नो सो गाइज हामी चाहिँ हेरेको हेऱ्यो ब्रासलेटको सेट छ यही लिदिउँ है के लिने अँ सेट हुँदैन अन्त तल आइज त तल हुँदैछ अर्को हेर्ने कहीँ जो चाहिँ स्वास्थ्य लाग्यो मलाई त्यो राम्रो छ खै एकछिन दे त तर यो स्वायो मलाई अफिस बेला पनि ठिक्क हुने क्या Matching earring as well. Oh. अलिक उडी जस्तो भयो क्या हेर तर जो ठिक्क देखेर चाहिँ मेरो फ्लावर यता आएन क्या मेरो कलर अलिक पछाडि तेरो अलिक पछाडि छ होइन फ्लावर केटीमा 1 2 3 सो गाइज हामी चाहिँ कस्तो स्कुल डेजको टाइपको क्या उसले किन्यो भने वान चाहियो टाइपको भइरहेछ हामी के लियौँ भनेको ब्रासलेट होइन सी दस छिनछिनवाला एन्ड वी अल्सो गट सेम इयरिङवाला इयरको रिङ अनि अल्सो फिङ्गर रिङ कस्तो क्युट छ कस्तो राम्रो छ सेम लगाउने अब नेक्स्ट टाइम भेट्दाखेरि सेम लगाएर भेट्छ ट्रेनिङ गर्नुपर्छ अझ ड्रेस पनि ड्रेस अम्बर धरा हुन्छ अम्बर धरा पहिला तर त्यस्तै थियो नि हामी छुट्टिँदै नछुट्टिने टाइपको एज ह्याप्पेन के भन्छ त्यसलाई टाइम ह्याप्पेन के भन्छ जे पनि भयो समय भयो हामीलाई पनि होइन अब धेरै पछि हामी कति भयो धेरै वर्ष भयो नि एसएलसी सकेको उहिले हो 12 वर्ष मिनिमम त 10 इयर्स भइसक्यो म्याक्सिमम होला नि हजुर होइन धेरै पछि हो नि ब्याचलर सेकेन्ड इयरतिर पढ्दाखेरि कस्तो राम्रो देखेको है कस्तो राम्रो मेरो फोनबाट त जस्टिफाई गर्दैन उसले गर्छ होला अब हामी यसो एकचोटि घुम्छौँ मेरो घरबाट फोन आइसक्यो के एक्जाम डर लाग्यो सरकी म कति लजाइ बोलिरहेको छु सानो स्वरले अहिले अलिकति ठुलो सानो भएको छ साथी छ नि त अघि चाहिँ कति धेरै क्राउडेड थियो आई कुडन्ट स्पिक अहिले चाहिँ छ पार्टनर त्यही भएर अलिकति नि बोल्न सकिरहेको छु एकजना मात्र भयो भने पुग्छ क्या एक्लै त कस्तो हाउडे लाग्छ यसरी हिँड्नलाई त्यो कन्फिडेन्स चाहिन्छ नि त मसँग अलिक कमै छ त्यही भएर सो गाइज हामीले एउटा फोटो खिच्यौँ अनि हामी अब घर जाने बेला हुन्छ मम्मीको लास्ट फोन पनि आइसकेको छ यस होइन अब सियु भन्ने बेला आयो नि धेरै पछि भेटेर होला कति धेरै कुरा थियो है टाइम चाहिँ लिमिटेड भए जस्तो भइरहेको थियो साँच्ची भने गाइस पठाउ पनि आउँदैछ अब हामी साइडबाट हिँड्नुपर्ने हुन्छ यता यता होइन अब रातिको समय छ यस्तै छ यस्तो चलिरहेको छ कस्तो लाग्यो त मेरो साथी मोडल पो हो त आयुषको पठाउ आयो
Huh? 5 मिनट लाग्यो यसो 5 मिनट यता पुग्छ नै ल ल थाहा छ मलाई देखाएको छु सुतिरहेकोलाई फुल्छेरी हिँडिरहेको टोक्छ उहाँ त डर लाग्छ कुकुरदेखि त्यही त सिज डग लभर म चाहिँ होइन होइन क्याट लभर क्याट लभर चाहिँ होइन तर क्याट पर्सन चाहिँ हो तैँले पालेको पालेको छैन आएर बस्छ नि त घरमा हाल त लास्ट थियो यार तर कुनवाला मलाई घाउ बनाउने मलाई कति घाउ बनाउने चितार्नु यार यत्तिकै पनि चितार थियो हो तर स्टिल पनि मलाई क्याटै मनपर्छ डग भन्दा पनि लास्टै एक्स्ट्रोभर्ट हुन्छ खेलाइराख्नु पर्ने क्याटहरू जस्तो हुँदैन नि त ल अब यही भन्दै है यही भन्दै अब म यो भ्लग यता इन गर्छु गाउँछु अब पठाउ आउँछ अनि हामी मम्मीको घरतिर रवि आफ्नो घरतिर जान्छ हेर त ऊ हेर है नम्बर हेर है अनि that's it. Thank you so much for watching till the end. See you in another video. Bye. Bye guys. Stay tuned guys. Yes. Bye. Bye. We'll meet again. La.